हो कमला, यो विषयमा तिमी एक शब्द पनि नबोला। अब समाजले जे भन्छ त्यही हुन्छ। यदि तपाईको ठाउँमा म भइदिएको भए यिनीहरू दुईटीलाई मार हान्ने खुकुरीले छप्काइदिन्थे। ल्याउ साला, तिमीलाई मुला काटे जस्तो केटा खोज्न पट्टि लाग्यो। त्यत्रो पैसा तलाई म कसले पासपोर्ट खोज्न पट्टि लाग्यो कि ज्वाइँले आमा मेरो घरको इज्जत बचाउन आफ्नो कैयौं बेइज्जत हुँदा पनि चुपचाप बस्नु भयो। मैले ठुलो पाप गरेको छु ज्वाइँ साहब। कमलाको मन एकदमै धेरै राम्रो छ। जसले आमाको जस्तो व्यवहार देखाउँछ नि उसलाई नै आमा सम्झिन्छन्, किनकि कमलाको आमा छैनन्। मुनाले त रामसँग यस्तो गलत काम नगर्नुहोस् आमा भनेर पहिलेदेखि नै भनेका थिए। दुर्गा आमा झन् शक्तिसँग मिलेर रामलाई फसाउनको लागि धेरै षड्यन्त्र रचे। लास्टमा त शक्तिको पनि हार भयो, रामको जित भयो। अहिले दुर्गा आमाको छोराले यी सबै कुरा मलाई बचाउने पनि राम जय नै हुन्, मेरो छोरीलाई बचाउने पनि राम जय नै हुन् भनेर भनेका थिए। अहिले त दुर्गा आमा एकदमै धेरै दुखी भएका छन्। मैले देवता सम्झेर पुज्नु पर्ने मान्छेलाई ढुङ्गा सम्झेर बारम्बार लात हानिरहे भनेर आफूले गरेको गल्तीको महसुस प्रायश्चित गर्नलाई अहिले रामको घर गएका थिए। अहिले रामको अगाडि घोडा टेकेर दुई हात जोडेर माफी मागेका छन्। मुनाले त तँ यहाँ किन आइस् भनेर आफ्नै आमालाई गलत्याएर निकाल्दिन खोजेका थिए, तर पनि कमलाको मन एकदमै धेरै कमलो छ। त्यही भएर कमलाले रोकिन् अनि आफ्नो आमासँग यस्तो गर्छन् भनेर मुनालाई उल्टै एक थप्पड लगाइदिन्। अनि त अहिले दुर्गा आमाले रामसँग माफी माग्नुको लागि कमलालाई भनेका छिन् कि तिमीले भनेको त सबै मान्नुहुन्छ जय साहबले, एकचोटि तिमीले नै सम्झाइदेऊ भनेर भनेका थिए मुनालाई। अनि त हुन्छ आमा म सम्झाउँछु, अहिले तपाईँ जानुहोस् यहाँबाट भनेर पठाइदिइसकेको छ। अन्तत साथीहरू यो एपिसोड यतिकैमा समाप्त हुन्छ। साथीहरूलाई हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला।